अच्छा वहिनीलाई कराइरहनु भएको छ तपाईँले देख्नुभयो मैले देखाएको छैन कहिले भिडियो खिचिस् ला उहीको पो खिचिरहेको ए भगवान् अब के गर्ने जाऊ वहिनीलाई कराइरहनु छिटै को हो अर्का घरमा चाहिँ राति जाउनु को कता गयो कहाँ गयो होला त त्यत्रो भिडियो रेकर्ड गरेर पनि चोर्साउन सकिने छैन कता गयो होला अब मेरो इज्जत त गयो गयो अब त कानको जाली पनि गयो यसले कुटेर अब सुन्न पनि सक्दिनँ म खाली टु मात्र गरिरहेको आवाज आउँछ अब यसलाई मलाई बलात्कार गरेर लगाएको केसमा मात्र होइन मलाई कुटेर मेरो कानको जाली फुटाएको केस पनि लगाएर जिन्दगीभर जेलमा चढाएर कुवाएर मार्नुपर्छ यसलाई लिएर हिँडिहाल्नु दाइ लिएर हिँडिहाल्नु छिटो मुन्टु जाऊ न जाऊ मुन्टु मुन्टु चौकी जान लागेको मान्छे कहाँ घरतिर फर्केको मुन्टु मलाई कस्तो गाह्रो भइसक्यो छिटो आउन हात देऊ न हुने देऊ न हात ए प्रभु सँग पनि कति आको छिटो आउनु है तपाईको इच्छा मलाई स्कुलमा ढिला पुर्याउने हो भन्ने मलाई थाहा भइसक्यो छिटो आउनु यस्ता जाबा पनि बुढी हुँदो रहेछ बुढो लड्दाखेरि पनि उलाई के माया छैन वास्तै छैन तिमी लडेको भए म दौडेर आएर तिमीलाई कस्तो मायाले बोकेर लिएर जान्थे ए भनेपछि अब तपाई यत्रो भुस्टिग्रालाई मैले बोक्न पर्ने माइता आमाले गाग्री र जर्किना एकै ताली पानी ल्याइ भन् त ओहो किन यसरी दुधीवटा यसरी बोके कि बा गानो जान्छ कि त जर्किना मतले कि त गाग्रीमा मतले यसरी नबोक भनेर कति मया नहुन्थ्यो यहाँ कोहीलाई चाहिँ बोक्न पर्ने रे बुढीको गानो जाला यता उता केही अप्ठ्यारो पर्ला भन्ने त मया दया नै छैन बाबै बोकिन्न भाइ बोकिन्न स्वाङ पार्ने मुन्छेलाई गुई म बस्नु एक्लै गई भुन्टु नजाऊ न प्लिज नजाऊ न मेरो हात मात्रै समय देऊ न आउ न मलाई साँच्चै गाह्रो भएको छ के आउ न भनेको कति चाहिँ फुरफुर पार्न परेको थियो यस्ता फुरफुरे बुढा त यो संसार कसैलाई पनि नपरोस् है जाब यहीँबाट उठ्न सकिन्न सकिन के मलाई गाह्रो भएको छ नि त हात देऊ त अचम्मै ह हात देऊ न मलाई यस्तो गाह्रो हुँदाखेरि ल आउँला हैन के हात देऊ न लु अलि मलाई तान्नलाई तान्दिन के हात देऊ न छाड्नु हातको त भरै लाउनु ल अलि त्यसरी उठाउ न ल के गरी तानेको यो सँग पारेको देखिसि चाहिँ रिसै उठ्छ का मलाई ल
ल अनि आफू चाहिँ बिहान घरबाट निस्किनेलाई मलाई पोइ बुढो लोग्ने श्रीमान सबै भनेर ढुक्क हुने अनि मैले यति पनि माया गर्न नपाउने। अब यति गरिसकेपछि मलाई पनि त दिनभरलाई डोज पुग्यो नि त। ए प्रभु तपाईलाई त मानि मैले मानि अनि मैले पनि कोही बुढा श्रीमान हो त्यस्तो भन्दाखेरि तपाईले पनि त स्वास्नी श्रीमती वाइफ खै के भन्ने हुन्छ हो त्यस्ता भन्ने भए भइहाल्छ नि अङ्गाले हाल्न पर्छ भन्नु र यसरी गर्नुमा मजै अर्कै छ नि त। ल न अब बाटो लागौँ त अब लडे एक्टिङ चाहिँ गर्नुभयो नि म उठाउन आउन्न नि भन्दिउ। अब गर्दिन के माटो लगाएको छ हेर त पछाडि सबै झऱ्यो कस्तो गरी गर्छ भने नि अहिले हो हिँड हिँड समार हिँड्नु त लड्नुहुन्छ ल समार हिँड्नु ल ल सर नमस्कार। ए भूपेन्द्र नमस्कार नमस्कार बस नमस्कार नमस्ते नमस्ते बसो बसो। अनि भूपेन्द्र धेरै पछि आयो त्यही पनि नयाँ मान्छेसँग को हुनु नि? उनी मेरो श्रीमती हुन् सर। पढ्ने रहर गरी अनि बहिनी पनि फेरि यहीँ पढाउने त्यही भएर अनि उसलाई पनि यहीँ भर्ना गरिदिउँ भनेर आएको नि। ओहो श्रीमती पढाउने भेरी गुड। कतिमा पढाउने? खै सर अब उनी माइतमा हुँदाखेरि यसो अलिअलि शिशु क्लास 1 क्लासमा पढेकी रहेछिन्। अब हजुरले नै कति क्लासबाट भर्ना गर्दा हुन्छ यसो हेरिदिनुहोस् न। भनेपछि यति ठुली मान्छेलाई 1-2 क्लासमा भर्ना गर्नुपर्ने? खै सर अब पढ्न जानिन् भने चाहिँ 2मा राख्दा पनि भयो होइन भने 1मै राख्नु पर्ला नि। What is your name? My name is Bunty sir. तपाईको अडिलाई छ डर तर पनि राम्रोसित पढाउनु भयो भने खर्रै पार्दिन्छु सर। तिम्रो बोलीचाली हेर्दाखेरि त राम्रोसँग पढ्छौ जस्तो लाग्यो। अनि यतिका वर्षसम्म किन नपढेको त? किन आउनु सर गरिब पर्यो माइती घर बाबाले पढाउन सक्न भएन त्यही भएर हो। ओ भेरी गुड। भनेपछि गरिब घरको छोरी भूपेन्द्रले बिहा गर्यो होइन त? हजुर सर अब के गर्नु मन पर्यो। अब मन परेपछि के लाग्दो रहेछ र? भेरी गुड। माया भन्दा संसारमा ठुलो के नै छ र होइन र? हुन त मैले एक्जाम दिनुपर्ने हो। अब तिम्रो बहिनी पनि यहाँको टिचर। अहिलेलाई है यो किताबमा के छ यसो पढेर सुनाउन भन त देऊ त उसलाई। कोरोना भाइरस रोगबाट बच्ने उपायहरू बेला बेलामा साबुन पानीले कम्तीमा 20 सेकेन्ड मिची मिची हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने।
ल भूपेन्द्र, अब यतिको केटीलाई यतिको पढ्ने मान्छेलाई 2 क्लासमा भर्ना गर्दा ठिक हुन्छ हेर, लगेर राखिदिएर। हस्, थ्याङ्क यू सो मच सर। यिनको सब अलि बच्चा जस्तो छ। अब म पनि केही दिनमा सहर गइहाल्छु, त्यसैले अब हजुर नै हुनुहुन्छ अभिभावकहरू, यसो यिनको ख्याल गरिदिनु होला। तेरिका भइहाल्छ नि, तिमी चिन्तै नगर न, यिनको जिम्मा मेरो भयो। अनि उता गएर नि सुन्तली मिससँग 2 क्लासको किताब मागेर पढ्नु है। हुन्छ, हस् सर, धेरै ल धन्यवाद। नमस्ते। नमस्ते। ए दाइ भाउजू ढिला पो आउनुभयो त। नानी, आउँदा आउँदै ढिला भयो हेर्न। त पनि हतार गरेर निस्किहालिस्। मैले सरसँग सबै कुरा गरिसकेको छु। अब भाउजूलाई क्लासभित्र लिएर जा, यसो सबै स्टुडेन्टसँग परिचय गराइदे न, उसलाई फेरि अप्ठ्यारो महसुस हुन्छ है। हस् हस्। तपाईँ पनि हिँड्नु न। म किन जाने, पढ्ने तिमी जाने। मलाई एकछिन साथी बस्थ्यो न। ल ल आजबाट तिमीहरूसँग एकजना नयाँ साथी पनि थपिनु भएको छ है। आउँदै हुनुहुन्छ? अब पढ्ने। ल दाइ, अब मेरो पनि यहाँ क्लास सकिहाल्यो, अर्को सर आउने बेला भइसक्यो। तपाईँ त्यस्तो पे गर्नु पर्दैन, उहाँलाई केही अप्ठ्यारो पर्दैन, म छु नि। ल भन्टु, अब तिम्रो साथीहरू त सबै भुरै, तिमी पनि भुरै जस्तो छौ। अब यी भुराहरूसँगै बसेर पढ्नु है, म चाहिँ जान्छु। अब एकछिन बस्नु न, मलाई त कस्तो कस्तो लाग्यो। ल म यहाँ कहाँ बस्नु मिल्छ त, फेरि मास्टर पढाउन आउनुहुन्छ यहाँ, म जानुपर्छ क्या। अनि तिमी नै होइन त पढ्ने भनेर फुरफुर गर्दै घरबाट आएको, अब पढ न बसेर है। तपाईँ जान लाग्दा कस्तो कस्तो भयो। फेरि आइहाल्छौ नि त नि घरमा बेलुका। पढ्छु भनेर आएको होइन त तिमी। अनि तपाईँ पनि मसितै बस्नु न। अब मैले त 2 क्लास पढिसकेको छु, म किन भन्नु त नि। साथी साथी, अनि पढ्नेमा साथी चाहिन्छ त तिमी एक्लैले पढ्ने हो त नि। तिम्रो साथी छ नि त सबै, हेर त यहाँ बुढाहरू भए पनि मलाई तपाईँ जाने भनेपछि कस्तो कस्तो भएछ। ए त्यसो भए हिँड जाऊँ, तिमीलाई पढ्न मन छ जस्तो लाग्यो, घरै गएर पढ्नु। पढ्ने हो? अनि किन कस्तो कस्तो लाग्यो भनेको त नि। ओ माई गड, हेर त ढिलो भयो, म जान्छु। तिमीलाई फेरि एकछिनमा खाजा पनि ल्याउनु पर्ने हुन्छ। मैले पर्दैन खाजा साजा ल्याउनु। तिमीलाई भोक लाग्छ नि त मन्टु, म जान्छु अहिले। हस् आउनु है त। ल म खाजा लिएर आउँछु। ल पढ है, बाई बाई। आफूले त यात्री भएपछि पढ्न पाएँ। अहिले त हार म यी 2 टिका बित्ता बस्छु नि। कोही बुढाका कस्ता ड्रेस, कोही बुढाका कस्ता ड्रेस छ त किन यिनीहरूले अर्का ड्रेस लाग्यो? बोल न बोल, म साथी हो नि त तिमीहरूको। साथी जस्तो लाग्ने कि क्या है? मेरा पनि की पाठ छन्। भूमिका मिस, यत्रो उमेरको भाउजू 2 क्लासमा भर्ना हुँदा तिमीलाई लाज लागेको छैन? लाज रे, मलाई त यति लाज लागेको छ कि अब तपाईँलाई कसरी भनौँ। मेरो अब त्यो भाउजू भनौँदिलाई पनि नपढी नहुने रे, अनि दाइलाई पनि नपढाइ नहुने रे। अब यसमा मैले के गर्न सक्छु र? तर मिस, तपाईँले मलाई एउटा सानो हेल्प चाहिँ गर्नुपर्छ है। कस्तो हेल्प? अब तपाईँहरू सबैजना मिलेर मेरो त्यो भाउजूलाई यति टर्चर दिनुपर्छ कि स्कुलमा उसलाई आफैलाई लागोस् कि म पढ्नको लागि होइन रहेछु, म घरमै भाँडा माझ्न मात्रै ठिक रहेछु भन्ने खालको फिल होस् र
आफैले म पढ्दिनँ भनेर स्कुल छोडेर जाओस् कि त्यस्तो बनाउनु पर्छ है त्यसलाई। तर भूमिका मिस, पढ्न चाहने मान्छेलाई कसरी त्यस्तो गर्नु र? प्लिज कि मेरो लागि त्यति पनि गर्न सक्नुहुन्न? पछि सल्लाह गरौँला, अहिले जाऊँ है। खै सर पढाउन आउनुभयो होइन, कथेर आउनुहुन्छ र है? नआउन्छ हामी यसरी बस्न हुन्न कहाँ? पढ्यो पर्छ है। हुन त तिमीहरू मभन्दा कति जानी हो होला, मैले के सिकाउनु? लु अब तिमीहरूले मलाई सिकाऊ न, यो के पढ्ने हो सबै मलाई सिकाऊ है। हामी सबैजना मिलेर साथी बने। यो दिदी त हामीभन्दा ठुली हो, के मिल्नु नहुन है। म तिमीहरूलाई मया छु नि है। ल तिमीहरूले मलाई सिकाऊ त, ल यो कसरी पढ्ने हो? ल गर्छन् त पढ्ने होइन, किन त्यहाँ गीत आएका? ए गीतै हो? ए रमाइलो हुनेछ। ल ल ल ल ताली पड्काउ न, ताली। ल ल ल आज हामी साना साना फुलका कोपिला, भोलि पर्सि वीर बन्ने हामी जोसिला। फुलका कोपिला हौ फुलका कोपिला, हामी जोसिला हौ हामी जोसिला। पौरती साना साना हातमा दुल्हन फुल चम्चा कोही बाजाले। ल राम्रो आइछ। ल अब यो मलाई मेरो मेचा आन आज, तर म खरारा गाउन सक्छु। ल अब भरेदेखि चाहिँ है। ल राम्रो रहेछ। ओहो भूपेन्द्र भाइ, कता पुगेर आयो? किन दाइ नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? ठिकै छ। ए यसो स्कुलसम्म पुगेर आएको नि। अनि यो के गरेर लाग्नु भयो र? अब के गर्नु बाबु, गाउँमा बसेर केही गर्न सकिएन। त्यही भएर अब यो कुखुरा फार्म खोलौँ भनेर त्यसकै तयारी गरिरहेको। अब भात त खानै पर्यो। अनि बाबु तिमी कहाँ स्कुल पुगेर आएको कुरा गर्दै थियौ त? अनि स्कुल चाहिँ कति कामले गएको त? हुन त बहिनीलाई त्यहीँ जागिर लगाइदिएछौ क्यारे, कि आफूले पनि त्यही स्कुलमा जागिर खाने सोच गरिरहेछौ? कहाँ यहाँ स्कुलमा जागिर खानु र दाइ, उता सहरमा काम भ्याइ नै भ्याइ छ। अब यहाँ चाहिँ श्रीमती पढ्ने इच्छा गरिन्, त्यसैले स्कुलमा भर्ना गरिदिएर आएको नि। तिमी पनि नजिस्कन। अब कलेज भर्ना गरिदिया भने भए त ठिकै हुन्थ्यो होला। होइन स्कुलै भर्ना गर्ने चाहिँ कत्रै श्रीमती बिहे गरे हो तिमीले? धेरै सानी त बिहे गर्नु हुँदैन नि, थाहा छ नि तिमीलाई, कानुन लाग्छ। थाहा छ दाइ, थाहा छ। धेरै सानी छैनन्, ठिक्क कि छिन्। अब के गर्नु, मेरो ससुरालीको अवस्थाले गर्दाखेरि मेरी श्रीमतीले पढ्न सकिनन्। अनि त्यसैले अब उनले पढ्ने इच्छा पनि गरिन्। अब पढाइलाई उमेरले के छेक्ला र भनेर यसो स्कुलमा भर्ना गरिदिएर आएको। आहा, धेरै राम्रो काम गरेछौ बाबु। अनि कति कक्षामा भर्ना गर्यौ त? कतिमा हुनु र दाइ, अहिलेलाई 2 क्लासमा भर्ना गरेर आएँ। धेरै राम्रो गरेछौ बाबु। अब तिम्रो ससुराली र मेरो अवस्था लगभग उस्तै रहेछ। हेर न, मैले पनि छोरीलाई पढाउन नसकेर बिहे गरेर दियो। अब बिहे गरेर दिइसकेपछि उता उसको घर परिवारमा सबैले हेला गर्छन् रे, ज्वाइँले पनि हेला गर्छन्। साह्रै दुःख पाइयो नपढ्नाले भनेर छोरीले भन्छ। कम्तीमा नि तिमीले पढाएछौ, एकदमै खुसी लाग्यो बाबु मलाई त। हेर बाबु, उसलाई 2 कक्षामा भर्ना गरेको थाहा पाएर गाउँलेहरूले हेप्लान्, झिस्क्याउलान्, कुरा काट्लान्। यी कुरामा तिमीले कहिले पनि मतलब नराख्नु। जबसम्म उसले पढ्छे, म पढ्छु भनिरहन्छ नि, त्यो बेलासम्म पढाउन चाहिँ नछोड्नु है बाबु। कहाँ छोड्छु र दाइ, गाउँलेहरूको कुरा सुन्ने भए त म उसलाई स्कुलमा भर्ना गर्ने नै थिइनँ नि। उसको इच्छा चाहना पुरा गर्नु नै मेरो लागि ठुलो कुरा हो दाइ। अनि दाइ, तपाईँको ज्वाइँलाई पनि यहाँ बोलाएर सम्झाउनुहोस्। बिहे गर्नु अगाडि पढेको छ छैन भन्ने कुरा थाहा थिएन र त्यसरी बिहे गरेर लैसकेपछि पढेको छैन भनेर हेप्ने हो? त्यस्तो पनि गर्न पाइन्छ? पाइन त नपाइने हो नि बाबु। अब के गर्नु, अब ज्वाइँलाई यहीँ ल्याएर सम्झौँ भने पनि 2 वर्ष भइसक्यो ससुरालीमा आएको। अब फोन गऱ्यो भने फोन कहिल्यै उठाउने होइन। हामीलाई त यति पनि गन्दैनन् बाबु। के गर्नु बाबु, गरिब दुःखी भएपछि साह्रै दुःख पाइँदो रहेछ। कि त तिमी जस्तो बुझकी ज्वाइँ भएको भए अलि सहज हुन्थ्यो होला।
नभए नपढेको छोरी मान्छे कमजोर माइती हुँदाखेरि साह्रै गाह्रो हुँदो रहेछ। चिन्ता नगर्नुहोस् दाइ, कतिन्जेल चाहिँ उनीहरूले त्यस्तो व्यवहार गर्लान् र एक न एक दिन त उनीहरूको पनि आँखा खुल्ला नि। अझै केही दिन हेर्नुहोस्, अब पनि त्यस्तै व्यवहार गरेछन् भने हामी सबैजना मिलेर कानुन उपचार गर्नुपर्छ त्यस्तालाई। अनि अर्को कुरा, छोरीलाई पनि घरेलु हिंसा सहेर बस्न नभन्नुहोस्। यस्तो हिंसाको विरुद्धमा त आवाज उठाउनुपर्छ हामीले। हुन्छ नि बाबु, अब म केही दिनमा छोरीलाई बोलाउँछु अनि बाबु पनि आऊ, बसेर सल्लाह गरौँला नि। आज अब यति तिमीसँग कुरा गर्दा मेरो मन साह्रै हलुका भएको छ। अब तपाईँको ज्वाइँलाई ठिक ठाउँमा ल्याएर यो मन अझै हल्का गर्नुपर्छ दाइ। केही चिन्ता नगर्नुहोस्, आफ्नो काम राम्रोसँग गर्नुहोस् है। ल म लाग्छु। हस् बाबु। जुन जोगी आए पनि कानै छिने भने चाहिँ अब एउटी पढा लेखेकी गतिनी बुहारी भित्र्याइयो भनेको अस्ट्रेलियातिर गइहाली। अब छोरो पाए बुहारीलाई, छोरी पाए ज्वाइँलाई भन्थे हो रहेछ। छोरो पनि त्यसकै पछि पछि लाएर गयो। मलाई पनि कामै काम। एउटी अब पढा लेखेकी छैन। ओइ कहाँ जान लाग्यो फेरि त? मेरो एकछिन क्लास सुरु भएको छैन, त्यतै जान लाग्यो। किलास जहिले पनि किलास। जा त्यहाँ भैँसीले कुडाउँदै पढ्न साड्न परेको छैन। ए आमा, मेरो अब क्लास सुरु भइसक्यो अनि बरु म एकछिन आउँछु कि है, नरिसाउनु न। कति न पढान्दास भएको, पढान्दासेका सन्तानहरू के गर्नु र। अब यो त नपढेकी बुहारी ल्याइयो। अब चाहिँ यसले मलाई काम सघाउँछ है भनेको त मेरो खपर के हुन्थ्यो। यसलाई पनि यही घरमा आएपछि स्कुल जानुपर्ने, पढ्नुपर्ने। कस्ता कस्ता दिन आयो नि आउन पनि मेरो। आमा किन एक्लै कराइरहनु भएको? के भयो? अब यो घरको काम चाहिँ सबै म एक्लैले गर्नु परेपछि कराउने बेलामा चाहिँ गाउँभरिका मान्छे बटुल्न जाउँ म? किन गाउँभरिका मान्छे बटुल्नु पर्यो भन्नुहोस् त? मलाई कराउनु न, जति कराइ नै हुन्छ। ल कराउनुहोस् ल। चेपारे छोड, उता जा। म काम गर्छु, जाऊ त। म मात्र उता जाने होइन, अब आमा पनि उता हिँड्नुहोस्। आउनुहोस्, सँगै जाने, आउनुहोस्। आफूलाई कति काम दिएछ, म यहीँ काम गर्छु। धेर चेप्नु नगर्छ है। यसरी सही काम गर्नुहुन्न के आमा? हजुरहरूलाई धेरै धेरै धन्यवाद यो सिरियल यहाँसम्म हेरिदिएकोमा र हजुरहरूले यहाँसम्म भिडियो हेर्नुभएको छ भने यो भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गराइदिनु होला, किनभने सब्सक्राइबको धेरै कमी छ। र तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ, किनभने तपाईँहरूकै साथ सपोर्टले गर्दाखेरि हामी हाम्रो भिडियोहरूमा भिडियो बनाउने हौसलाहरू बढ्नेछ। किनभने यस्तै हौसला बढाउने तपाईँहरूले भिडियो हेरिदिनु पर्ने हुन्छ। किनभने तपाईँ सधैँ हेर्नको लागि यस्तै अब अगाडि चाहिँ कान्छी सिरियलको कुनै पार्टहरू छन् र पछाडि चाहिँ बवाल, एकदम बवाल ब्लग छ। यो ब्लगलाई नछुट्याएर हेर्नु होला, बवाल छ। र यो ब्लग हेरिसकेपछि कमेन्टमा भन्नुहोस् यो ब्लग चाहिँ बवाल छ कि छैन भनेर। हजुरहरूले हेरेर साथ दिनु होला, किनभने कान्छी सिरियल या भुन्टी सिरियल कति मनपर्छ नछुट्याएर हेर्नेहरू साथीहरूले चाहिँ कमेन्टमा यस लेख्नु होला। र कोही पार्टहरू छुटाउनु भएको छ भने नो भनिदिनु होला। र त्यति कमेन्ट गर्नु कुनै टाइम पनि लाग्दैन हजुरहरूलाई, किनभने लेख्न नजाने पनि भोइस बोल्यो भने कमेन्टमा त लेख्न सकिन्छ। अब त्यति त अनपढ त कोही होइन होला साथीहरू। र यो भिडियो अगाडिको भिडियो कस्तो लाग्यो, के बुझ्नुभयो, त्यसपछि
ब्लग चाहिँ कस्तो लाग्यो कमेन्ट बक्समा गएर भनिदिनु होला। किनभने यस्तै ब्लगहरू या मैले ब्लग नै बनाउनु पर्छ कि या कान्छी सिरियलको रिभ्यू बनाउनु पर्छ र के हेर्न रुचाउनुहुन्छ तपाईँहरूले कमेन्टमा गर्नु होला। म त्यस्तै खाली भिडियो बनाउँछु तपाईँहरूको लागि र तपाईँहरूले भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। किनभने हाम्रो मम्मी चाहिँ सिस्नो चाहिँ टिप्न लाग्नु भएको छ। सिस्नुको कुरा मनपर्छ हजुरहरूलाई को मनपर्छ भने भन्नु होला। त्यसै गरी यो ब्लग चाहिँ कतिको राम्रो छ त कस्तो छ ब्लग यो ब्लगलाई लास्टसम्म हेरेर साथ दिनुहुने छ भन्ने आशा राखेको छु र तपाईँहरूले साथ पनि दिनुहुनेछ र सब्सक्राइब र लाइक चाहिँ नभुल्नु होला। सब्सक्राइब गर्नको लागि पैसा पर्दैन। जाने भनेको मोबाइल डाटा हो र मोबाइल डाटा हेर्दा पनि जान्छ कमेन्ट गर्दा पनि उही हो, केही फरक पर्दैन। हजुरहरूले सब्सक्राइब र लाइक चाहिँ नबिर्सिनु होला। यो ब्लग चाहिँ 2टा ब्लग मैले हालेको छु। यो ब्लग भन्दा पनि पछिल्लो पार्ट ब्लग चाहिँ बवाल छ है। यो बवाल पार्टलाई चाहिँ नछुटाउनु होला किनभने हेरेर इन्जोय गर्नु होला। सो स्टार्ट, लेट्स गो।
त्यत्रो पिठो गइहाल्यो पिठो ज्यादा होइन
Thank you.
देव चल्ल्याउने यताउता घुमाएर गरिहालौँ न अनि कस्तो यताउता कस्तो यताउता यता त अनि यसो बिस्तारै बिस्तारै के अरे बसेरै पनि हुन्छ यार त्यो एकै ठाउँबाट मजा मान्दैनन् के कान्छाहरूले हेर्दैन मलाई बात तो सही है लेकिन काम सही नहीं है यार यसरी पनि लोग्ने मान्छे हुन्छ र भइगयो 1 मिनेटको बात हो जाला ज्यादै गुनाउनु 6-7 मिनेट यो जस्तै मान्छे बोल्यो भोलम त उ छ होला हैन आवाज क्या आउँछ नपुट्टिनु है कस्तो आउँछ त्यही त बोलौँ भने आउँदैन आइहाल्छ भयो त्यही हो नि त नगर्ने ओके नगर्नु नि फेरि यो डिलिट गरिदिन्छु म नगर्ने क्या यो नगरेको आवाज हुने भयो कोही चिन्दैन तपाईँ त्यहाँबाट बोल्दै गर्नु अर्को बनाउँछु अच्छा क्या अर्को के हुन्न क्या यहाँसम्म कोही हेर्दैन नि यति हेऱ्यो पनि टाढै हेर्दा कि ल्याउँदा को हेर्दा अन्त यहाँ कोही हेर्दैन न है को हेर्दा र त्यो हरियो भेट्यो भने त्यो सब्सक्राइब गराइदिन्छ भन्न त त्यति आउँछ नि भेट्यो बात तो सही है यस्तो रद्दी काम पनि गर्दा रहेछ नि त्यो देशमा क्या ल केटा अब पिन्थ्यो तपाईँ सुधै अनि गर्ने मान्छे र हामी कहिल्यै नगर्ने मान्छे फरक छ नि मजाले लाइक ठोकिदिनुहोस् भन्ने हुन्छ क्या ओए घुन्डी बाज्यो अब नगरौँ यार बिदा भइसकेको बिदा भयो घरतिर जाउँ अब सब एकै ठाउँ नखेडा इच्छा होइन होइन बोक्नेलाई पनि अप्ठ्यारै त हुन्छ बोक्नेलाई अप्ठ्यारो हुँदैन अद्ध भयो डोक्नु हाल्ने भयो जस्तो हाल्यो भने हाल्नै पर्ने यहाँ माथि गीत हाल्ने हाल्नु हुँदैन है तपाईँ गीत हाल्यो भने कपिराइट स्ट्राइक आउँछ हो अनि तपाईँको एकै गीत हालिन भइजान्छ भन्नुहुन्थ्यो त यो बोल्या ऊ भइजान्छ त्यो गीत हालेपछि जान्छ जस्तै गीत हाल्यो भने स्ट्राइक पर्छ क्या कि आफूले बनाउनु पर्यो म्युजिक कि अरूको म्युजिक आउने यो
कन्टेन्ट आउँछ कि युज कन्टेन्ट भने जस्तै अरूले युज गरे हो भन्छ नि अच्छा अनि के नभने अलि त्यो अरू कुरा गरेर के हाल्ने त नहाले हेलो गाइज लाइक गर भन्ने भयो फेरि के कसो यो नि उगात दिने अलि तपाईँ गर्नु होला यो नबोले अगाडि पछाडि हामी भिडियो एडिट गर्ने बेला बोल्छ नि त ले अगाडि त्यो आवाज काटिन मिल्दैन काटिएन आफूले पछाडि बोल्न पनि मिल्छ ए त्यसो भने काट्ने भएको होइन 3 मिनट भएको छैन मामा अनि बनाउन लामो बनाउने हो कि नपुट्टिनु क्या अब त्यहाँतिरबाट बनाउन त उम्मिएन त्यो ओके गराइदिउँ ओके गरौँ त्यहाँतिर जाउँ फेरि